हेलो गाइस, मेरो नाम चाहिँ अनिता रोकाई हो। यो ब्लग ऋतु चौधरीकोमा जान्छ। हाम्रो ब्लग चाहिँ यस्तो छ। आज चाहिँ हामी कामदेखि छिटो आएर आज हाम्रो काम 8 घन्टामा भ्याइयो। त्यसैले हामी चाहिँ कृषि कृषि गरिरह हो। धनियाँ छर्ने, यहाँ रायोको साग छर्ने, तोरीको साग छर्ने हाम्रो यी जेनदार युवाहरू। ओइ दिदी नै के त्यो आन्दोलनमा के भन्थ्यो त? जेन्जी गलहरू। मलाई चाहिँ भन्न आएन, त्यसैले यो जेन्जी गलहरू हेर्नु। यस्तो तागत कृषि मन्त्री यस्तो गर्ने। अनि यहाँ चाहिँ यस्तो छ। यहाँनिर मेन रोड छ, अनि नजिकै छ मेन रोड पनि। यस्तो छ यहाँको मौसम वातावरण खासै त्यो हुन्छ नि, नेचरहरू धेरै छ कि यहाँ। यो चाहिँ ओखरको बुट्टा हो अरे। फर्स्ट टाइम नेपालदेखि आएर ओखरको बुट्टा देखेको मैले चाहिँ। उता फुलहरू छ, त्यो फुलको बुट्टा हो। फुलको बुट्टा भन्नाले के भन्छ त्यसलाई? के फुल फल फल्छ, तर मलाई फलको नाम भन्न आएन। दिदीहरू चाहिँ यस्तो गरिराख्नु भएको छ। म चाहिँ यत्तिकै ब्लग बनाइरहेको छु। मेरोमा चाहिँ ब्लग जाँदैन। मैले चाहिँ मेरो युट्युब आइडी छैन, तर दिदीको युट्युब आइडी छ। अनि यहाँ पानीको धारा पनि छ, तर थाहा छैन आउँछ कि नै। पानी आउँदो रहेछ। ओइ दिदी, पानी आउँछ। यी पानी आउँछ। हामी चाहिँ त्यहाँ के भन्छ, त्यहाँ सागसब्जी छर्यो भने पानी चाहिँ यहाँदेखि हाल्छौँ। यस्तो छ यहाँको। एकदम राम्रो छ तर है, नेचर चाहिँ एकदम के आई लभ। धेरै शोर शराबा छैन, यत्तिको मात्रै आवाज। तर योभन्दा बढी आवाज आउँदैन। घरहरू चाहिँ यस्तो हुन्छ यहाँ। यस्तो छ। ब्लग बनाउने मान्छे कस्तो हुनुहुन्छ भनेर हेर्नु होला।